हेलो गुड इभिनिङ एभ्रिवान। तपाईहरु सबै जाति कुशलै हुनुहुन्छ होला है। आज म फेरि अनबक्सिङकै भिडियो लिएर आएको छु है। यो चाहिँ मेरो ज्वाइँले मेरो छोरीको लागि चाहिँ एउटा ड्रेस मगाइदिनु भएको थियो नि त है। सो आज चाहिँ मैले रिसिभ गरेँ है। लु हेरौँ ल कस्तो आएछ। अनि तपाईहरु सबैको दशैं कस्तो भयो कमेन्टमा भन्दा हुन्छ है। लु हेर्नुस् त साथीहरु, यस्तो आएछ, कस्तो दामी है। यहाँ हेर्नुस् त, मलाई त मन पर्यो। अब यो लुगा त मलाई पुरा मन पर्यो है। मेरो छोरीलाई पनि लगाएर हेरौँ कस्तो देख्दो रहेछ। लु हेर्नुस् है साथीहरु, मैले यो लुगा मेरो छोरीलाई लागि पनि दिएँ है। बहिनी यहाँ हेर त, के राम्री देखेको। आम्मामामामामा हो कि हैन भनिदिनुस् त साथीहरु, कस्तो राम्री देखे नि मेरो छोरी। बहिनी यहाँ हेर, खै हेलो गाइस भनेको छिटो। आज यसको मुड पनि छैन रहेछ हो, नभए त यसले आफै भिडियोहरु पनि बनाउँछ। आज खै के भयो भयो यसलाई, देउता चढ्यो होला आज त। तिमी त कस्तो राम्री देख्यौ कि हो कि हैन हो साथीहरु, कस्तो राम्री देख्यो नि मेरो छोरी आज। कसले ल्याइदियो बहिनीलाई यो लुगा? खोइ कहाँ छ सानो पापा? अन्त के भन्नुपर्छ? हेलो, उहाँले ल्याइदिनु भएको मेरो छोरीलाई लुगा। अन्त के भन्नुपर्छ तिमीले सानो पापालाई? खै थ्याङ्क यू फर द ड्रेस भन छिटो न। थ्याङ्क यू फर द ड्रेस भनिदेऊ। अँगाला मारिदेऊ। पापी दिइहाल।